आदरणीय दर्शक महानुभावहरु शिव नमस्कार। हामी चाहिँ भाइको मोबाइल बनाउन गएको थियौं यो शपमा अनि हल्का भिडियो मैले एकैछिन बसेर भिडियो बनाइदिइहालेको के उतातिर के भन्दैछ अनि के किन्ने भन्ने कुरा भइरहेछ। भाइले सिम पनि लिने अरे अनि मोबाइल शप बनाउन ठाउँमा गएको थियौं है। अनि म चाहिँ अब यहाँ भिडियो रेकर्ड गरेर हेरिरहेको छु। गाडीको चाबरीको हालत देख्न सक्नुहुन्छ। रात दिनभरिको ड्युटी सकेर थकानपछि गएको। ल यो लिने भनेको हेर्नु त यसै हैन टक्क सेल्फी स्टिक टक्क फोटो खिच्न भिडियो रेकर्डिङ गर्नुको लागि यसो परे ब्लुटुथ सिस्टम रहेछ यसबाट। अनि भाइले यो लिनु भन्दै थियो मलाई मन पर्यो। सानो चिटिक्कको खासै ठुलो पनि छैन टिक्कको भ्लगिङ गर्नुको लागि चाहिँ आवश्यकै परेर यो चाहिँ नि मैले लिदिनु पर्यो। सस्तो मस्तो रहेछ धेरै हैन मात्रै 20 दिरहमको रहेछ है यो लिनु त भन्ने कुरा भयो। त्यही भएर हामी भाइको मोबाइल बनाउनु थियो त्यही भएर हामी टक्क यो पनि ल्याइयो अनि मोबाइल पनि बनाइयो सिम कार्ड पनि किन्नु। ल हामी प्रकार खतरा नजर है छड्के नजरले हेर्नु यदिमा के बोल्नुस् भनेको हो यस्तो पाराले हेरेर बोलेर जानुभयो। अनि यदि हजुरहरु मोबाइल सप यहाँ नजिकै छ यो चाहिँ सकलानको नजिकैको सप हो हैन। मोबाइल सपको नाम चाहिँ रहेको छ वादी मार्केट। हामी ड्युटी सकेर ड्युटीकै ड्रेसमा गएको दाजुभाइ तीनजना हिँड्दै हैन। ल कान्छा खुसी छ सिम लिँदै मोबाइल बनिएर हामी सबै खुसी छौं सँगसँगै साथीभाइ यसरी हैन दिनभरिको थकानपछि पनि हैन। र यो कान्छाले के भन्छ हैन ह्यान्डसम छ कान्छा भन्दै छ म आफै ह्यान्डसम छु भन्दै छ कान्छोले है त गाइस। ल ठाडीको चाउरीको भिडियोहरु तपाईले कतिको हेर्नुहुन्छ सबैजनाले हेरेर लाइक शेयर सब्स्क्राइब